प्रिय विद्यार्थी भाइ बहिनीहरू सबैजनामा नमस्कार। आज हामी चाहिँ टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनको बारेमा कुरा गर्छौं र यसको केही डिमेरिट्सहरू थाहा पाइसकेपछि अथवा टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनमा भएका त्रुटिहरूको बारेमा थाहा पाइसकेपछि 5 किङ्डम सिस्टम अफ क्लासिफिकेसन किन आएको रहेछ भन्ने कुरा हामीलाई थाहा हुन्छ। कहिलेकाहीँ हामीहरूलाई के सोधिन्छ भने टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनको चाहिँ डिमेरिट्सहरू लेख भनेर हामीलाई चाहिँ सोध्न सक्छ। त्यतिखेर लेख्नको लागि पनि हामीले जान्नु पर्यो के त भने हामीहरूले सानोदेखि नै पढ्दै आएको के छ, सबै लिभिङ अर्गानिजमहरूलाई दुईवटा किङ्डमहरूमा डिभाइड गरेको छ भनेर हामीले पढ्दै आएको थियौँ। त्यो भनेको किङ्डम एनिमिलिया जहाँ चाहिँ एनिमल्सहरू पर्छ भने किङ्डम प्लान्टी भनेर त्यहाँ चाहिँ प्लान्ट्सहरू पर्छ। यसरी अर्गानिजमहरूलाई मेनली दुईवटा किङ्डममा डिभाइड गर्ने जुन ट्रेन्ड छ अथवा जुन क्लासिफिकेसन सिस्टम छ त्यसलाई हामीले टु किङ्डम सिस्टम अफ क्लासिफिकेसन भन्छौँ है। यो टु किङ्डम सिस्टम अफ क्लासिफिकेसन चाहिँ कसले दिएको भन्दा टु किङ्डम सिस्टम अफ क्लासिफिकेसन इज गिभन हैन, यो चाहिँ वाज गिभन बाई यो कार्लस लिनियस। कार्लस लिनियसले दिएका हुन् हैन। यो जस अनुसार के हुन्छ त भने all living things अथवा living beings are classified into two kingdoms। त्यो भनेको चाहिँ किङ्डम प्लान्टी एन्ड किङ्डम एनिमिलिया भन्ने यसरी दुईवटा किङ्डममा डिभाइड गरेको छ। अब यसरी सबै एनिमलहरूलाई चाहिँ दुईटा किङ्डममा डिभाइड गर्दै गर्दाखेरि हैन के हुन्छ भने जस्तो हामीहरू कुरा गरौँ च्याउहरू अथवा मसरुमको कुरा गरौँ। अब मसरुमलाई हामीले प्लान्ट भनेर चिन्छौँ, तर प्लान्टहरू भनेको त फोटोसिन्थेटिक हुनुपर्ने, मसरुम त फोटोसिन्थेटिक छैन। अब मसरुमलाई त्यो प्लान्टमा किन राखेको भन्ने क्वेसनहरू आउन सक्छ। त्यस्तै गरेर युग्लिना भन्ने एउटा युनिसेलुलर अर्गानिजम छ, त्यो चाहिँ फोटोसिन्थेसिस पनि गर्छ तर एनिमल जस्तो मुभमेन्ट गर्छ र त्यसले चाहिँ बाइनरी फिसन भएर रिप्रोडक्सन गर्छ एज अ एनिमल। अब त्यसलाई प्लान्टमा राख्ने कि एनिमलमा राख्ने भन्ने खालको प्रब्लमहरू आयो हैन। यसरी धेरै कुराहरू छन् जसले गर्दाखेरि दुईवटा किङ्डममा मात्रै अर्गानिजमलाई राख्दाखेरि यसरी सबै अर्गानिजमलाई क्लासिफाई गर्न सकिँदैन भन्ने कुरा चाहिँ पछि आएको छ। अब हामी यहाँ चाहिँ के गर्छौं त भने अब यहाँ चाहिँ के भनौं हामी अरु खालका डिमेरिट्सहरू के रहेछन् त। फलोइङ आर द डिमेरिट्स अफ टु किङ्डम सिस्टम अफ क्लासिफिकेसन। टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनका डिमेरिट्सहरू के छन् आज हामी यसको बारेमा लेखौं। जस्तो कि हामीले टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनमा हामीले के भन्छौं त भने यो प्रोक्यारियोटिकहरू जति पनि छ जस्तो ब्याक्टेरियाहरूलाई पनि प्लान्टीतिर राखेको हामी पाउँछौं। त्यो ब्याक्टेरियाहरू भनेका चाहिँ प्रोक्यारियोटिक सेलहरूले मिलेर बनेको छ, अरु अर्गानिजम भनेका हैन युक्यारियोटिक छ। यसरी के हुन्छ त भने द प्रोक्यारियोट्स were placed with eukaryotes। प्रोक्यारियोट्सहरूलाई युक्यारियोट्ससँगै राखियो। यो चाहिँ के भयो त भने एउटा डिमेरिट्स भयो। त्यस्तै गरेर टु किङ्डम सिस्टम अफ क्लासिफिकेसनले के गर्छ त भने नन फोटोसिन्थेटिक जुन फंगीहरू छन्, नन फोटोसिन्थेटिक फंगी were placed along with photosynthetic plants हैन, ग्रीन प्लान्ट्स। त्यसको मतलब नन फोटोसिन्थेटिकलाई किन फोटोसिन्थेटिक एनिमलसँग राखेको भन्ने चाहिँ अर्को खालको प्रब्लम आयो हैन। त्यस्तै गरेर हामीहरुको चाहिँ जस्तो अघि पनि मैले भने युग्लिना सोज प्लान्ट लाइक क्यारेक्टर।
एज इट यसले चाहिँ के गर्छ त भने परफर्म फोटोसिन्थेसिस हैन यसले चाहिँ फोटोसिन्थेसिस परफर्म गर्छ एज अ प्लान्ट बट हैन यसलाई हामीले चाहिँ केमा राखेको छ बट इट moves like animal and reproduce by binary fission यो चाहिँ एनिमल जस्तो बाइनरी फिसनमा रिप्रोड्युस गर्छ र यसलाई चाहिँ मुभ पनि गर्छ सो इट्स पोजिसन इज नट क्लियर यसको पोजिसन चाहिँ कहाँ हुने अब यसलाई प्लान्टमा राख्ने एनिमलमा राख्ने भन्ने खालको प्रब्लम हुन्छ त्यस्तै गरेर यसको अर्को के हुन्छ भने जस्तो यसले चाहिँ ब्याक्टेरियाहरु हैन द टु किंगडम सिस्टम अफ क्लासिफिकेसन could not determine the position of ब्याक्टेरिया चाहिँ कहाँ राख्ने भन्ने बारेमा यसले चाहिँ क्लियर गर्न सकेन त्यस्तै गरेर हामीले अर्को चाहिँ के बुझ्नु पर्छ भने जस्तो किंगडम प्लान्टीमा राखिएका सबै खालका अर्गानिजमहरु अथवा किंगडम एनिमेलियामा राखेका सबै खालका अर्गानिजमहरुका बीचमा फाइलोजेनेटिक रिलेशनशिप चाहिँ के छ त भन्ने बारेमा यसले चाहिँ कुनै पनि खालको क्ल्यारिटी दिन सक्दैन जस्तो कि इट became unable to provide the systematic provide the phylogenetic लेखौं हैन phylogenetic relationship between animals अथवा between हामी organisms भनौं है यो कुराहरु चाहिँ यो टु किंगडम सिस्टम अफ क्लासिफिकेसन को चाहिँ डिमेरिट्सहरु भयो हामीलाई यसरी नै सोध्छ व्हाट इज टु किंगडम सिस्टम अफ क्लासिफिकेसन लिस्ट आउट इट्स डिमेरिट भन्न हामीले चाहिँ सर्ट क्वेशनमा सोध्न सक्छ 5 मार्क्स सम्म यो यति लेख्दा हुन्छ र अब यसलाई चाहिँ टु ओभरकम है टु ओभरकम दिस डिमेरिट्स यो रोबर्ट एच विटकर भन्ने एकजना साइन्टिस्ट छन् उनले चाहिँ के गरेको त भने प्रोभाइड हैन 1969 तिर सायद हैन यो चाहिँ प्रोभाइडेड द 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन हैन अब उनले के भने भने सबै एनिमलहरुलाई चाहिँ यसरी दुईवटा किंगडमहरुमा राखेर मात्रै हुँदैन हामीले यो सबै अर्गानिजमलाई यदि 5 वटा किंगडममा राखेर हामीले हेर्यौं भने यो अर्गानिजमको क्लासिफिकेसन चाहिँ पूर्ण हुन सक्छ भन्ने उनको बुझाइ रह्यो यसरी चाहिँ उनले 5 वटा किंगडममा अर्गानिजमलाई क्लासिफाई गर्नुपर्छ भन्न भनेका छन् जस्तो कि उनले यूनिसेलुलर प्रोक्यारियोट्सहरुलाई किंगडम मोनेरा भनेर राखौं यूनिसेलुलर यूक्यारियोट्सहरुलाई चाहिँ किंगडम प्रोटिस्टा भनेर राखौं सबै नन फोटोसिन्थेटिक प्लान्ट लाइक अर्गानिजम जस्तो कि फंगाईहरुलाई चाहिँ किंगडम माइकोटा अथवा किंगडम फंगाई भनेर राखौं सबै खालको फोटोसिन्थेटिक ग्रीन प्लान्ट्सहरुलाई चाहिँ किंगडम प्लान्टी भनेर राखौं र जति पनि एनिमलहरु छ पोरिफेरा देखि माथिको हैन ती सबैलाई चाहिँ किंगडम एनिमिलिया भनेर राखेर यसरी 5 वटा किंगडममा डिवाइड गर्यो भने यो टु किंगडम सिस्टम अफ क्लासिफिकेसन को प्रब्लम चाहिँ हल हुन सक्छ भन्ने उहाँको बुझाइ रह्यो यसरी चाहिँ 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन आएको छ अब यो हामीलाई चाहिँ 5 किंगडम सिस्टम अफ क्लासिफिकेसनमा भएका सबै किंगडमहरुको केही क्यारेक्टरहरु र तिनीहरुको एक्जाम्पल जान्नु पर्छ र 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन को हामीले के थाहा पाउनु पर्छ भने मेरिट्सहरु के छ भन्ने बारेमा जानकारी हामीलाई हुनुपर्छ त्यसको बारेमा हामी अर्को भिडियोमा डिस्कसन गर्ने छौं आजलाई चाहिँ मैले यतिमा टु किंगडम सिस्टम अफ क्लासिफिकेसन को यो क्लिपलाई स्टप राख्ने अनुमति चाहे शुभ समय धन्यवाद